न्यायालय भनेको त न्याय र आस्थाको धरोहर हो। न्यायालय भनेको नेपाली जनताले सबै ठाउँमा अन्याय भए पनि त्यहाँ चाहिँ न्याय हुन्छ है भनेर जाने ठाउँ हो। तर पछिल्लो समय न्यायपालिकामाथि पनि नेपाली जनताले विश्वासको वातावरण सिर्जना नभएको महसुस गरिरहेका छन् र यो गम्भीर विषय हो सभामुख महोदय। न्यायालयमा कतै कतै यो अपारदर्शी तरिकाले पनि अन्याय भएको महसुस चाहिँ कतै कतै लाग्न महसुस पनि हुनुहुँदैन, अन्याय भएको छ भन्ने किसिमको महसुस पनि हुनुहुँदैन भन्ने भनाइ छ सभामुख महोदय। यहाँ प्रश्न उठिरहेको छ। पूर्व न्यायाधीशहरूको फोरमले अस्ति भर्खर मात्रै राज्यले चाहिँ कानुनी मर्म मिचेको भन्दै सार्वजनिक अभिव्यक्तिहरू दिनुभएको थियो। तर आजकल त अदालतको यो ड्यू प्रोसेस अफ ल मिच्ने कार्यहरू भएको देख्दा, उल्लङ्घनहरू भएको देख्दाखेरि के लाग्छ भने अब त पूर्व न्यायाधीशहरूको फोरमले चाहिँ न्यायपालिकाकै कार्यशैलीमा पनि अब प्रश्न उठाउनु पर्ने बेला भएको छ। यदि अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थाल्यो भने सभामुख महोदय देशमा विधिको शासन कायम रहँदैन, केवल विधिको आवरण मात्रै बाँकी रहन्छ। नेपालको संविधानको धारा 136ले सम्पूर्ण न्यायपालिकाको प्रशासनको सुधारको जिम्मा प्रधान न्यायाधीशलाई दिएको छ। त्यो कुरा पनि अब सबै सचेत हुनुपर्ने अवस्था आएको छ। न्यायपालिकाको बृहत्तर सुधारको लागि सबैले चासो दिएर यसको सुधारको लागि काम होस् भन्ने अपेक्षा गर्दछु। यो ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।